ल आज हामी लेखनाथ पोखरेलको एउटा एकदमै रमाइलो नेपाली लघुकथा खोतल्दैछौँ। यो कथाले एउटा साह्रै सरल तर गहिरो प्रश्न सोध्छ। आउनुहोस्, यो कथामा डुबुल्की मारौँ। यो कथा यस्तो मान्छेको हो जो बाहिर हेर्दा एउटा देखिन्छ तर भित्र पुरै अर्कै हुन सक्छ। हाम्रो कथाको केन्द्रमा छन् एक पण्डित, मतलब एक धार्मिक विद्वान। कथावाचकले बिस्तारै बिस्तारै उनको दुई फरक अनुहारहरू पत्ता लगाउँछन्, एउटा दुनियाँलाई देखाउने, अर्को गोप्य। कथाको सुरुवात हुन्छ काठमाडौँमा, जहाँ कथावाचकको भेट यिनै पण्डितजीसँग हुन्छ। उनको सार्वजनिक छवि त वाह, सबैले मान्ने। बाहिरबाट हेर्दा त उनी भक्ति र सम्मानको साक्षात् मूर्ति नै देखिन्थे। उनको प्रवचन सुन्न मान्छेको यति भिड लाग्थ्यो कि ठाउँ नै हुँदैनथ्यो। तर कथावाचकले यी कथित सन्तलाई जसरी वर्णन गरेका छन् नि, त्यो चाहिँ एकदम रमाइलो छ। गोबर गणेश अरे, सोच्नुस् त कस्तो हाँसौठो तुलना। अब कथावाचकले सोध्छन्, ल पण्डितजीलाई खाजा खुवाउनु पर्यो। अनि यहीँबाट सुरु हुन्छ असली खेल र पण्डितजीको मुहारमा दरार देखिन थाल्छ। एउटा शाकाहारी रेस्टुरेन्टमा खान मान्दै नमान्नुले कथावाचकको दिमागमा खट्का पैदा गर्छ। रहस्यका टुक्राहरू बिस्तारै बिस्तारै मिल्न थाल्छन्। अनि बल्ल कथावाचकलाई याद आउँछ पण्डितजीका ती अनौठा बानीहरू, सधैँ कडा माउथ स्प्रे छर्किरहने, मेन्ट चपाइरहने, किन होला त? अनि बल्ल कुरो खुल्छ, त्यो मुखशुद्धिको नाटक त गन्ध लुकाउने बहाना पो रहेछ। यहीँबाट पण्डितजीको नक्कली अनुहारको पर्दा च्यात्तिन सुरु हुन्छ। ल अब लागौँ दोस्रो रेस्टुरेन्टतिर, एउटा पन्जाबी भोजनालय। अब यहाँ चाहिँ पण्डितजीको भित्र लुकेको दर्शन रक्सीको मातमा बाहिर निस्किन्छ। बियर र चिकन चिल्ली अगाडि आएपछि पण्डितजीले आफूले कडा रक्सी किन चाहिन्छ भनेर यस्तो गजबको तर्क दिन्छन्। स्कचको मात लागेपछि पण्डितजीको प्रवचन सुरु हुन्छ। तर यो प्रवचन त्यो सार्वजनिक मञ्चको जस्तो होइन, बिल्कुलै फरक। र विषय छ महिला। सुरुमा त उहाँले महिलाको प्रशंसामा सुन्दर काव्यात्मक कुराहरू गर्छन्। एउटी महिलाले नयाँ परिवारमा आउँदा गर्ने त्याग र देखाउने अनुग्रहको वर्णन गर्छन्। तर एकैछिनमा माहौल पुरै बदलिन्छ। त्यो सबै प्रशंसा हावामा उड्छ र उनको स्वरमा निराशा झल्किन्छ। प्रशंसाबाट सिधै गुनासोमा आएको यो परिवर्तनले कथाको कालो हास्यलाई छर्लङ्ग पार्छ। प्रवचनको जोस नघटोस् भनेर कथावाचकले पण्डितजीलाई एउटा अन्तिम तर एकदमै ठूलो पेग अर्डर गरिदिन्छन्। अब पटियाला पेग भनेको सामान्य पेग होइन है, यो त एउटा गम्भीर कुरा हो र यही पेगले हाम्रा पण्डितजीलाई उहाँको सीमाभन्दा पर पुर्याइदिन्छ। जब एउटी सुन्दर महिलाको वर्णन गर्न भनिन्छ, पण्डितजीले यस्तो हास्यास्पद, लगभग असम्भव खालको शास्त्रीय वर्णन सुरु गर्छन्। कथावाचक, जो आफै पनि अलिअलि मातेका छन्, अरू सबै कुरा छोडेर एउटै कुरामा अड्किन्छन्, महिलाको सुगन्ध 8 माइलसम्म फैलिने हुरामा। मातेका पण्डितजी सुरुमा त झोकिन्छन्, तर फेरि चलाखीपूर्वक यो त सद्गुणको सुगन्ध हो भनेर कुरा टार्छन्। अनि आउँछ कथाको क्लाइम्याक्स। बिल तिरिसकिएको छ, कुराकानी सकिएको छ, तर पण्डितजीले त्यो बाँकी पटियाला पेग एकै सासमा रित्याउँछन्। र त्यसपछि प्रवचनको अन्त्य। ती महान भक्त विद्वान चिकन चिल्लीको प्लेटमा मुख जोतेर घुर्न थाल्छन्। यो कथा एकदमै रमाइलो भए तापनि यसले हामीलाई एउटा गहिरो प्रश्न सोधेर छोड्छ। हामीले देख्ने मानिसहरूको बाहिरी अनुहार र उनीहरूको भित्री सत्यता कति फरक हुन्छ, होइन त?